आदरणीय दर्शक महानुभावहरू नमस्कार। म तपाईहरुलाई यो खेतीपाती नेपाल च्यानलको माध्यमबाट आज यो करेसाबारी सम्बन्धी टुरहरूको यसो देखाउन गइरहेको छु। करेसाबारीमा भएको यो आलु खेती बारेमा केही जानकारी दिन्छु। यो आलु खेती करेसाबारीमा मैले लगाएको थिएँ। यो के भयो भन्ने तपाईको यो लगाउनु पर्ने अलिकति पहिले नै थियो, तर पानीले गर्दा अलि ढिलो भयो। यो के भयो भने कार्तिक महिनामा लास्टतिर यो लगाइयो आलु। छठ भइसकेपछि यो आलु लगाइयो। अनि यसमा के भयो भने अलिकति कुहिरो लागेर कुहिरोले उसुले हरान गर्यो। त्यसपछि हामीले उखेरा राम्रोसँग दिन सकेनौँ। त्यो पनि केही न केही मात्रामा उखेरा लगाएको छौँ र एकचोटि यसमा सिँचाइ पनि गर्यौँ। र अब तपाईँको के भयो भने यो आलु एक दुईचोटि हामीले यो ढुसीनाशक विषादी डाइथेनियम 45 स्प्रे गऱ्यौँ र अब मोटामोटी यो 90 दिनमा उखेलिने हुन्छ। मोटामोटी यो लगाएको 40 दिन जति भयो। अबको 50 दिनपछि मतलब 90 दिनमा यो उखेल्नु पर्छ। र यो तपाईँको पूर्ण रूपमा अर्ग्यानिक भनेर हामीले लगाएको छौँ। यसमा अब भन्नुहुन्छ भने त्यो ढुसीनाशक विषादी त थोरै मात्रामा प्रयोग गरेकै छौँ, तर यसलाई अब अर्ग्यानिक भनेर हामीले खेती गरेको छौँ। यसमा खासै आफ्नो घरको लागि करेसाबारी भनेर धेरै मात्रामा रासायनिक चिजको प्रयोग भएको छैन। र अब हामीले यो यसमा यो मुला तपाईँले देख्नुहुन्छ। यो मुलाको तपाईँको के हुन्छ भने यो सलादको रूपमा खान सकिन्छ, तरकारीको रूपमा खान सकिन्छ। यसलाई तपाईँले तरकारीहरू मिसाएर चटनी बनाउन सकिन्छ, अचार बनाउन सकिन्छ। यो तपाईँको मुला भयो। र यतातिर तपाईँको केराउ हो। यसलाई हामीले केराउ बाली भन्छौँ। यसको तपाईँको खास यो दलहन बाली हो। यो कोसे बाली भित्रमा पर्छ। र यसलाई के हुन्छ भने तपाईँले सागको रूपमा पनि खान सक्नुहुन्छ र यसलाई तपाईँको दाल बनाएर पनि खान सकिन्छ र यसलाई तपाईँको तरकारीको रूपमा पनि प्रयोग गरिन्छ। र यतापट्टि हामीले थोरै मात्रामा लगाएका छौँ। यसलाई भन्छ हरियो मटर कोसा। यो तपाईँको के हुन्छ भने हरियो मटर कोसा हो। यो थोरै छ। यो हरियो मटर कोसा तपाईँको के हुन्छ भने तरकारीको रूपमा खान सकिन्छ, विभिन्न किसिमको अचारहरूमा प्रयोग गर्न सकिन्छ। र यो अलिकति बढी भयो भने पछि दालको लागि पनि सदुपयोग गर्न सकिन्छ। यो हरियो मटर भयो। यो थोरै मात्रामा लसुन लगाएको छौँ। यो तपाईँको मसला बाली हो। यसलाई मसलाको मसलामा सदुपयोग गर्न सकिन्छ। र यो औषधि पनि हो। एक किसिमको अब धेरै चिसो लाग्यो भने तपाईँको ग्यास्ट्रिकको प्रब्लम भयो भने थोरै लसुन खान सकिन्छ। यसले ग्यासको समस्या पनि निकुल गर्छ। र यो तपाईँको मसला हो। यसमा हामीले दैनिक केही न केही मात्रामा मसलामा लसुन हालेर खान्छौँ। यो मसला बाली हो र खास यसमा हामीले करेसाबारी भित्रमा लसुनको खेती यो गरेको छौँ। यो आफ्नै घरको सदुपयोगको लागि हो। यो खास भन्नुहुन्छ भने तपाईँको बिक्री वितरणको लागि होइन, यो आफ्नै घरको सदुपयोगको लागि हो। यसले हामीले लसुन लगाएको छौँ। अब यो तपाईँहरूलाई मैले लसुन सम्बन्धी जानकारी भनेको थिएँ। अब यो करेसाबारी भित्रमा हामीले थोरै मात्रामा भए पनि यो धनियाँ लगाएको छौँ। यो धनियाँ भनेको के हो भने खास यो पनि मसला बाली हो। तर यसलाई हामीले सलादको रूपमा पनि प्रयोग गर्छौँ। यसको चटनी अचार आदिको रूपमा हामीले प्रयोग गरेर खान्छौँ। र यो खास तपाईँको धनियाँ हो। र यो तपाईँको खास साग खाने धनियाँ हो। यो एकचोटि छरेपछि हामीले धेरै महिनासम्म यसको उपभोग गर्छौँ। र यो पछि गएर यदि यसमा फुल छ र दाना लाग्यो भने पछि हामीले यसलाई मसलाको रूपमा पनि सदुपयोग गर्न सकिन्छौँ। अब यो थोरै तपाईँहरूलाई मैले जानकारी दिन्छु। यो पालुङ हो। यो भनेको पालुङको साग हो। यो यसलाई पालक पनि भन्छ, हरियो पालक। यो तपाईँको के हुन्छ भने पालुङको यो भिटामिन ए को स्रोत हो। र यो हरियो सागको रूपमा हामीले सदुपयोग गर्छौँ। र यो तपाईँको के हुन्छ भने यो अन्य तरकारीहरूसँग पालक पनिरहरूसँग आलुसँग यसलाई मिसाएर तरकारी पकाएर खाने चलन पनि छ। र खास तपाईँको यो पालक हो। यसमा धेरै मेहनत गर्नु पर्दैन। यो पालक छर्ने अनि त्यसपछि के हुन्छ भने एक दुईचोटि पानी सरेर पटाएपछि हजारी लिएर यो पालकको खेती भइहाल्छ। यो भनेको तपाईँको लाफाको साग हो। यसले लाफाको साग भन्छ। र यो तपाईँको अलिकति लसपस हुन्छ। यसलाई सरसरे साग पनि भन्छ। र यो के हुन्छ भने अलिकति लेसिलो हुन्छ, चिप्लो पदार्थ हुन्छ। र यो साग खास गरी जाडोको सिजनमा हुने साग हो। यो स्थानीय भाषामा यसलाई लाफको साग भन्छ। र यो जाडोको सिजनमा हुन्छ। र यो यसमा धेरै मेहनत गर्नु पर्दैन। छरेपछि मोटामोटी 25 दिनपछि यो उपभोग गर्न सकिन्छ। र एकचोटि छरेपछि 4-5 चोटिसम्म उपभोग गर्न सकिन्छ। र हिजो हामीले यसलाई आफ्नै प्रयोगको लागि आफ्नै भान्सामा प्रयोगको लागि अलिकति हामीले साग पनि टिपेको थियौँ। यो भनेको तपाईँको रायो साग हो। यो तराईदेखि पाहाडसम्म यसको खेती हुन्छ। यो रायोको यो तपाईँको के हुन्छ, रायो मार्फा चौडा पात
भनेको हो र यसको भिटामिनको ए को स्रोत यो हो र यो खास आफ्नै क्रेसाबारीको लागि हामीले प्रयोग गरेका छौँ र रोपेका छौँ। यो तुरुन्तै ताजा टिपेर खान सकिन्छ र यो यसरी नै यसको बिउ पनि बनाउन सकिन्छ। यस्तै फुल्यो भने यसको बिउ पनि बनाउन सकिन्छ र अगाडि सालको लागि यसको बिउ सदुपयोग गर्न सक्छौँ र खास यो ओपन पोलिनेसन बाली हो। यो भनेको तपाईँको सुपको साग भन्छ, यसलाई स्थानीय भाषामा सुवा साग भन्छ। यसको तपाईँको के भन्छ भने सुवा सागको मतलब लाफाको सागसँग यो मिसाएर खान एकदम राम्रो हुन्छ, मिठो हुन्छ र यसको तपाईँको के हुन्छ भने अलिक सेन्टदार बास्नादार हुन्छ र यो अलिकति बास्ना आउँछ र यसमा विभिन्न किसिमको मिनरल्स तत्त्वहरू पाइन्छ। यो के हुन्छ भने दर्शक महानुभाव थोरै यो क्रेसाबारीमा हामीले 2-4 बोट भए पनि गोलभेडा पनि लगाएको छौँ र यो गोलभेडा तपाईँको के हुन्छ भने यसले टमाटर पनि भन्छ र यो गोलभेडा अलिकति ढिलो भएको हुनाले अहिलेसम्म फलिसकेको छैन, फलिसक्नु पर्ने हो। अहिले हामीले ढिलो लगायौँ। गोलभेडा खास तपाईँको के हुन्छ भने चटनी अचार बनाउन सकिन्छ र अरू तरकारीसँग मिसाएर पनि यसको खाने चलन छ। माछा मासु त्यसपछि तपाईँको अरू तरकारीसँग पनि गोलभेडा हाल्यो भने अलिकति मिठो मानेर खाने चलन छ। त्यही भएर हामीले थोरै भए पनि 2-4 बोट भए पनि गोलभेडा पनि लगाएका छौँ। यो भनेको दर्शक महानुभाव यो प्याज हो, यसलाई हामीले खास जग्गा प्याज भन्छौँ र यो के भयो भने प्याजको गानोबाट हामीले यो रोपेको थियौँ र यसलाई सागको रूपमा मतलब फुराएर फरनको रूपमा पनि खान सकिन्छ र यसलाई मतलब तरकारीको मा हालेर हामीले पुऱ्याउँछौँ र त्यसपछि तरकारी पकाउँछौँ। यो हाम्रो क्रेसाबारीको यो प्याजको खेती हो। महानुभावहरू तपाईँहरूले मैले यो क्रेसाबारी सम्बन्धी केही भए पनि जानकारी गराएँ र अब यो च्यानललाई तपाईँहरूले अन्तमा गएर सब्सक्राइब गर्न नभुल्नु होला र फेरि पनि म केही न केही जानकारी तपाईँहरूले गराउने छौँ। हवस् त, धन्यवाद।